मेहनत गर, हार्डवर्क गर, प्रब्लमलाई फेस गर, नेभर गिभ अप एटिट्युड राख, तिमी एक दिन सफल बन्नेछौ। हजारौं जनको भिडको अगाडि आएर यो भन्न त सजिलो छ नि, तर के यो एक्चुअली काम गर्छ त? सफल बन्नको लागि धेरै चीजहरुको कम्बिनेसन हुनु जरुरी छ। मानौ तिमी अहिलेको समयमा दिन रात मेहनत गर्यौ, जिउ ज्यान लगाएर तिमीले मेहनत गर्यौ भने पनि तिमी बिल गेट्स बन्न सक्दैनौ, तिमी इलोन मस्क बन्न सक्दैनौ, तिमी विनोद चौधरी बन्न सक्दैनौ, तिमी के बिल गेट्सले जति मेहनत गर्न सक्दैनौ, के जेफ बेजोसले जति मेहनत गर्न सक्दैनौ, तिमीले इलोन मस्कले जति मेहनत गरिरहेछ के त्यो उसले जति मेहनत अरु कसैले गर्न सक्दैनन्? तर किन बन्न सक्दैनन् त? सफलता बन्नको लागि दुईटा चीजहरुको कम्बिनेसन हुनु जरुरी छ। एउटा फेयर प्ले र अर्को अनफेयर एडभान्टेज। फेयर प्लेमा के पर्यो? जस्तो मेहनत पर्यो, हार्डवर्क पर्यो, प्रब्लम आउँदाखेरि नेभर गिभ अप एटिट्युड राखेर अगाडि बढ्ने एउटा एटिट्युड पर्यो, बिहानै उठेर मेहनत गर्न सक्ने एउटा क्षमता पर्यो, दिनमा 12 घण्टा काम गर्न सक्ने एउटा एबिलिटी त्यो पर्यो। यो हरेक व्यक्तिले गर्न सक्छन्, तर अनफेयर एडभान्टेज भनेको त्यो हरेक व्यक्तिको अलग अलग चीज हुन्छ। जस्तो कि फर एक्जाम्पलको लागि बिल गेट्स। आज बिल गेट्स माइक्रोसफ्टको मालिक बन्नुमा धेरै चीजहरुको कम्बिनेसन छ। सोच आज बिल गेट्स नेपालमा जन्मेको भए के बिल गेट्स बन्थ्यो? भन्दैन थियो। आज बिल गेट्स अमेरिकामा हुनु उसको लागि एडभान्टेज हो। जुन बेलामा बिल गेट्स पढिरहेको थियो त्यो बेलामा लगभग संसारमा 30 करोड जति विद्यार्थीहरू पढिरहेको थिए। 30 करोड विद्यार्थी मध्येमा पनि लगभग 3 करोड अमेरिकामा थियो। त्यो मध्येमा बिल गेट्स हुनु उसको अनफेयर एडभान्टेज हो। त्यो मध्येमा पनि वाशिंगटन सिटीमा हुनु, बिल गेट्स जुन सिटीमा थियो त्यो सिटीमा 2,70,000 विद्यार्थी थियो र त्यो सिटी भित्र पनि सियाटल एरियामा जुन एरियामा बिल गेट्स बस्थ्यो लगभग 1 लाख विद्यार्थी उसको लेभलको पढिरहेको थियो। त्यो लेभलमा पनि लेकसाइड स्कुलमा, त्यो स्कुलमा 300 विद्यार्थी थियो र 300 र कति लक्कीको चीज हो कि जुन स्कुलमा बिल गेट्स पढ्थ्यो संसारको त्यो एउटा मात्र स्कुल हो जहाँ कम्प्युटर थियो। जुन ठाउँमा बिल गेट्सले कोडिङ गर्यो, सिक्यो, एप बनाउन सिक्यो र माइक्रोसफ्टको जन्म भयो। सोच, यो सब अनफेयर एडभान्टेज हो। अमेरिकामा हुनु ठाउँको एडभान्टेज भयो। अलरेडी उसको पढे लेखेको एकदम बुझेको मम्मी बुबा हुनु अर्को एडभान्टेज भयो। फाइनान्शियल उनीहरू अलरेडी एउटा फाइनान्शियल राम्रो ब्याकग्राउन्डबाट आउनु फाइनान्शियल एडभान्टेज भयो। र यति धेरै अनफेयर एडभान्टेजहरू भएको कारणले गर्दाखेरि बिल गेट्सलाई बिल गेट्स बनायो यिनीहरूले। तर अरू कोही पनि व्यक्ति यसरी बिल गेट्स भन्नेवालामा छैन। त्यसकारणले आफ्नो अनफेयर एडभान्टेजलाई चाहिँ पत्तो लगाउनु पर्यो र त्यसमा फेयर प्ले जोड दिनु पर्यो। तपाईँ सफल बन्नुहुन्छ। हर व्यक्ति तपाईँ होस् म होस् जो पनि तपाईँको अनफेयर एडभान्टेजलाई आइडेन्टिफाई गरेर त्यसमा फेयर प्ले, मेहनत, हार्डवर्क र नेभर गिभ अप एटिट्युड जोड्दियो भने सफलता बनिन्छ। त्यसैले तपाईँको अनफेयर एडभान्टेज जे पनि हुनसक्छ। तपाईँको ठाउँ हुनसक्छ, तपाईँको सहर, तपाईँको घर, तपाईँको बडी, तपाईँको शरीरको ढाँचा, तपाईँको भोइस, तपाईँको फेस, तपाईँको बोल्ने तरिका, तपाईँमा भएको एउटा कला जे पनि हुनसक्छ। त्यसकारणले आफ्नो अनफेयर एडभान्टेजलाई आइडेन्टिफाई गर्नुहोस्, त्यसमा मेहनत जोड दिनुहोस्, सफल अवश्य नै हुनेछ। यसरी यदि कोही मोटिभेसनल स्पिकरहरूले आएर यो हजारौंको भिडमा आएर सकिन्छ, सजिलो छ, गाह्रो छैन भन्दैमा एउटा होप राखेर नबस्नु। धेरै कुराहरूको म्याटर गर्छन् सक्सेस बन्नको लागि। सो दिस इज अ समीर सागा साइनिङ अप।